जस्ट फ्यामिली है अनि अब सिधै कुरा गर्नु पर्दाखेरि हिजो भर्खर हामीले इमेजिन ट्र्यापर्सको ग्याङ भन्नेमा रियाक्सन गरेको थियौँ र हाम्रो अप नेक्स्ट रियाक्सन भिडियो आज हुँदैछ र फर्स्ट अफ अल वी इन्ट्रोड्युस आवरसेल्फ है अनि यो इट्स मी यङ ग्र्याक्स सिधैपुरबाट यस बोय जी जिगान जी यता हाम्रो बहिनीहरू यता बहिनी किसु उता ए ल हाम्रो सबैजना इन्ट्रोड्युस भइसकेको छ सबैजनाले है चिन्नुहुनेहरूले चिन्नुहुन्छ नचिन्नुहुनेहरूले चिन्नु हुँदैन केही छैन सबैजनाले माया गरिदिनु होला सुरुमै भनिसक्यौँ र अब ढिला नगरिकन होइन लामो भिडियो हुन्छ सिधै संसर्ट गरौँ आजको हाम्रो अब हुनु त है 5:55 को एक दिन भन्ने छ होइन टपिकको नाम तर लगभग यो 2-3 डेज भयो है आएको तर बट अब हामीले यता अर्को गरिराख्यौँ त्यही भएर पाएको थिएन होइन तर जे भए पनि अब छुटाउनु भएन नि त है र त्यही भएर अब आज हामी 5:55 गर्नु जाँदैछौँ टाइटल नेम एक दिन छ होइन सबैजनाले चेक आउट हानिदिनु होला है त्यसको अब धेरै कुरा नगरौँ लेट्स स्टार्ट द रियाक्सन भिडियो ग्याङ स्पिडको क्या स्टोरी टेलिङ छ जस्तो छ है गाइज समथिङ न्यू पाकिस्तानको पहिलो भिडियो यस्तो आए जस्तो लाग्यो है स्ट्रिट टेलिङ टाइपको ओके नट ब्याड यो पुल देखेन त्यही मान्छे गएको पुल हो फ्रेन्डसिप सपोर्ट एक दिन यो मलाई एउटा कुरा कस्तो याद आयो होइन लगभग यो अब आउट अफ भिडियोको कुरा हो त्यही पनि बिग कङ्ग्रेचुलेसन टु 5:55 ब्रदर है किनकि उहाँको भर्खरै 1 मिलियन सब्सक्राइबर्स पुगिसकेको छ गोल्डन पहिले बटम उहाँहरूले पाइसक्नु भएको छ सेलिब्रेट पनि गर्नुभएको थियो गोल्डन क्या मिलियनको समथिङ है समथिङ मैले बाहिरको कुरा गरेँ होइन मिलियन पुगिसक्यो नि समथिङ बाहिरको कुरा गरेँ के भन्दाखेरि नेपालको 4th ऱ्यापरमा परेको छ किनकि फर्स्ट अफ अल 1 and 1 नेपालको सुपरस्टार भिटेन भइहाल्यो होइन उसको त 2 मिलियन 3 मिलियन छ एन्ड देन त्यस पछाडि एके लाउरे ओजी है उहाँको पनि 1 मिलियन क्रस छ त्यस पछाडि नेक्स्ट भनेको हाम्रो प्राइम मिनिस्टर बालेन्सा उहाँले अस्ति भर्खर छोटो समयमा 81 धेरै हाइट हान्नुभयो के हो कसो सबैलाई थाहा छँदैछ त्यतिको त इजी हो त्यति त हुनै पर्यो अनि त्यहाँदेखि नेक्स्ट चाहिँ अनि हाम्रो 5:55 आएको छ होइन कङ्ग्रेचुलेसन टु ब्रदर है लेट्स गेट इट एक दिन भनेको तर मलाई दामी लाग्यो सिधै आमाको साडी कुनै दिन होइन पार्किङमा गाडी कुनै दिन रमाइलो बाडी कुनै दिन भिडियो हजुरहरूले भिडियो हेरेर हेर्नुभयो भने बुझ्नुहुन्छ है मजाले रिलेटेबल छ है
एभ्री लिरिक्स साट आम्मामामा थाहा छैन कहाँ सुत्ने अरे के हसल हसल सङ्घर्ष एकदम डेलिभरी गर्दैछ साइकलमा होइन ल उसलाई अब उसको बिग ड्रिम चाहिँ अब के भन्छ उयो क्या ऱ्यापर्स एउटा हुन्छ नि आर्टिस्ट बन्ने उसको बिग ड्रिम रहेछ होइन र त्यही कुराहरूलाई जस्ट भनेर दामी दामी यार एकदम दामी अब एभ्री लिरिक्स बुझाउनु सकिँदैन गाइज होइन एक्सप्लेन गर्नु सकिँदैन बट एभ्री लिरिक्समा हिट हार्छ जस्ट समथिङ होइन कुनै कुनै एकदम वाउ मोमेन्टहरूलाई हामी पज गरेर एक्सप्लेन गर्छौँ होइन इट्स क्याडेड एकदम 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 दामी लाग्यो मलाई चाहिँ आधीमै मलाई होइन कसम भनेर बब्बा लागिसक्यो कि प्योर हसल नि प्योर हसल अब चाहिँ टक्क हुन्छ नि लाइफभित्रमा चाहिँ के देखाउँदैछ भन्ने अब टक्क है अब काम गरिदियो उसलाई आफ्नो होइन जस्तो जस्तो म्युजिकलाई टाइम दिएर अब जन्म हामीले चाहिँ केटाहरूसँग होइन अब ओभर हायर यो कुरा चाहिँ हामीलाई ओभरलेटिभ यो त मैले हामीले भोगेको कुरा हो यो कसम भनेको ओभर छ यार कसम यो यसको रियाक्सन नगरेको भए हामीलाई रिग्रेट हुन्छ है ओभर दामी मलाई कसम जोसमा आएको मलाई त सपना सजाउनलाई पैसा कमाउनलाई खोज्दैछु बिहे गरी अस्पताल डाक्टरलाई चचाउनलाई निस्केको घरबाट के गर्छु भनेर आमा र बाबाको कसमलाई सब कुरा गराउँछु केही छैन एउटा यहाँ सम्झनाहरू चाहिँ छुटेको तै सम्बन्धहरू नै छुटेको तै नछुटो छैन मलाई राख्छु आफूलाई भोलिको सोची डराइ नचाहिने सोचहरू सबलाई हटाइ जितेमा दिन्छ यहाँ सबले बनाइ आफैसँग गीत आफैसँग को हो यो मेरो लडाइ हुँदैछ अपडेट हुँदैछ अब त्यहाँ बढ्दैछ कस्तो म त के भन्दै थिएँ मलाई कस्तो लाग्यो भनेको तिमीहरू उनीहरू भन्नु त कस्तो हरेक ऱ्यापरहरूले गरेको कुरा हुन्छ होइन सङ्घर्षको बाटो धेरै नै परिस्थितिहरू गाह्रो आउँछ तर कन्डिसन भएन आफ्नो प्यासन आफ्नो ड्रिम एक दिन पुगिन्छ होला नि त हामीले नि गरिरहेको यही हो क्या हामीले गरेको किन गरिरहेको छौँ फुलले क्या मजाले दामी दिइरहेछ भाइले भने जस्तै क्या गल्ली बोय क्या समथिङ लाइक गल्ली बोय जस्तै हुन्छ नि यस्तो यस्तो स्टोरी छ क्या हामी नाइस 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 अब यति सुन्दरमा यस्तो दामी लागिसक्यो इन्डिङमा झन् कस्तो होला गाइज This is hip-hop. This is hip-hop. Hey, hip-hop चाहिँ सिकाएको छ मलाई. You killed him. You killed him. Take to the studio, yeah? स्टुडियोमा अब कन्ट्र्याक्ट हुँदैछ जस्तो छ. त्यही त सङ्घर्ष देखियो. Happiness. जुनै पनि ऱ्यापरलाई हात चाहिन्छ क्या ऊ लोमा हुन्छ नि त होइन अनि कसैले हात दियो भने नि झन् स्टुडियोमा रेकर्डिङ हाल्दैछ कि यसलाई चाहिँ म त
सानो त्यो कोठाबाट हामी ठुलो त्यो महलमा सबैलाई कुनै दिन जिको छ गाँसमा भोलिको आसमा आउँछ नि बारी छ कुनै दिन डोलीको चिन्ता हँसाउँछ चिन्ता सपना चेन्ज छ कुनै दिन आमाले साडी बाबाले गाडी मेहनतले कमाउँछु कुनै दिन गर्दैछु काम गर्दैछु प्रार्थी सफलता आउँछ कुनै दिन यसमा पानी पानीमा कुनै दिन सम्झनाको सङ्घर्षको पुरानो दिनहरू याद आयो खुसीको आँसु पनि निकाल्यो त्यसले गर्दा। कसम भने एकदम बब्बा लाग्यो मलाई त गायत कसम भने त्यो एउटा हाँसो मात्रै होइन कि त्यो धेरै सङ्घर्षको उयो हो क्या। वर्ड्सले त्यसलाई एक्सप्लेन गर्न सकिँदैन गायत होइन यो अब यो माथिल्लो लेभलको गीत हो क्या यो भनेको हुन्छ नि लिरिकल्ली हो नो टेक्निकल नो स्किल्स होइन जस्ट बुझाउनु खोज्दै हुन्छ कुनै कुरालाई त्यो कुरा हुन्छ नि अडियन्सले मनले छुओस् बुझोस् एट्र्याक्ट होस् क्या गर्ने हुन्छ नि एउटा त्यो टाइपले गर्नुभएको छ र त्यही हो गायत एकदम दामी लाग्यो होइन फेरि लामो भिडियो हुन्छ फेरि एक्सप्लेन गरेपछि गरेको चित्तै बुझ्दैन होइन यो फेभरेट आर्टिस्ट हो हाम्रो है फेभरेट आर्टिस्ट पनि हो पाँच भन्ने होइन लिगलाइज इन नेपाल म्यारिजुना साउट आउट त्यो पनि सानो भनिदिइहालेँ र एकदम दामी छ गायज है अब एनिमल है केही भन्नु छ कसैले गायज हेर्नु पर्यो सबैले होइन गरिरहेकोहरूले सबले हेर्नु पर्यो। सबलाई है अब हम्बल रिक्वेस्ट छ सपोर्ट गरिदिनु होला होइन र त्यही हो अब बिस्तारै हुँदैछ एक्कासी हुँदैन होइन अब त्यही हो हामीलाई पनि सपोर्ट गरिदिनु गाइड है सबैजनाले र त्यही हो अब द्याट्स इट होइन आजको लागि अब सकिएको छ हामी फेरि नयाँ अब अपकमिङ भिडियोमा हामी डेली ब्याक भइरहेको छौँ होइन नर्मली हाम्रो 2 days 1 day 2 daysमा हाम्रो रिएक्सन भिडियो बसिरहेको छ झरिरहेको छ सबैले सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरेपछि त थाहा हुन्छ नि है रिस्टेड फ्यामिलीको रिएक्सन आएछ भनेर होइन बेल बटन पनि लाइक त्यही हो फेयर हो है हामी है एकदम फेयरली जस्तो मनमा लाग्छ त्यस्तै हो होइन बढा चुडाइ कुरा हुँदैन होइन मनपर्ने आर्टिस्ट भन्दैमा त्यो हुँदैन किनकि अब आर्टिस्ट राम्रो छ म्युजिक नराम्रो छ भने हामीले नराम्रै भन्नुपर्छ र फेरि अब म्युजिक राम्रो ठिकै छ तर आर्टिस्ट चाहिँ फेरि गच्चा ख छ भने त्यही नै भन्नुपर्छ किनकि होइन अब त्यो जे हो त्यही हो रियल सिट हुनु पऱ्यो र त्यही गाइस लाइक इट होइन सबैले सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला हाम्रो डिस्ट्रिक्ट फ्यामिली हजुरहरूलाई अब कसैको अरू रिएक्सन भिडियो पनि त्यही हामी तपाईँबाट हेर्नु मन छ भने होइन यु क्यान कमेन्ट डाउन है सबै कमेन्ट गर्नु सक्नुहुन्छ र फिडब्याक्स दिनु सक्नुहुन्छ हाम्रो के मिलेको छैन के भएन होइन यो कुरामा पनि इम्प्रुभमेन्ट दियो भने राम्रो हुन्छ ग्यास केही सुझाव गरिदिनु होला ओके गाइज है लेट्स सी यु अन नेक्स्ट भिडियो प्लिज होप यु गाइज लाइक इट बाई बाई टेक केयर ल